ओहो हाई गाइज वेलकम ब्याक टु माई न्यू भ्लग साथीहरू है खतरावाला भ्लग सुरु भयो मेरो त अनि आज चाहिँ हामी छु धरन 13 मा अनि हामी जानुपर्ने भनेको आज हाम्रो धनकुटा बेलारा साथीहरू है खतरावाला म बवाल दाइको हेलमेट भइटे ओइ तेरो हेलमेट हेर यहाँ ला जाठा दाइको हेलमेट चाहिँ मसँग छ दुईटै तेरै हो अगाडि छ नि त यस्तो अनि फोन राखेर बवाल झिक्नु पर्ने ल दाइ ल खतरा खतरा जाउँ अब टक्क बाटो सिनहरू हेर्दै कस्तो छ होइन हाम्रो धनकुटाको उकालो भेटारको उकालो साथीहरू ल खतरा हेलमेट लाग्यो गाइस भुमु कस्तो देखिन्छ त यार हेलमेट पनि मेरो झोला चाहिँ मै बोक्नु दाइ झोला दिनु नि भेटारमा त जाडै हुन्छ फेरि खतरा दाइहरू यहाँ अड्दैन होला हौ दाइ स्कुटीमा भेटारको उकालोमा कसरी चढ्ने हो डर पनि छ है भर्खर भेट आएपछि साथीहरू हामी चाहिँ होइन स्कुटी यहाँ छ अनि एकजना यहाँ हुनुहुन्छ हाम्रो दाइ अनि भेटार चिसो मौसम हजुर हुन्छ ल अनि यता जानुहोस् न भित्र चिसो चाहिँ एकदम बवाल छ यहाँ आएर हामीले ज्याकेट स्याकेट लगायो होइन अनि यहाँनिर छ हाम्रो चेकिङ गर्ने ठाउँ लाइसेन्स चाहिँ हामीसँग पनि छैन फेरि सो एकछिन बसौँ अब यहाँ हामीले छुरी 20 रुपियाँ किन लानुपर्ने हुन्छ पार्टीतिर है सो त्यही नै गाइस एकछिन बसेर जाउँ अब यहाँबाट चाहिँ हाम्रो भेटारको स्काई वाच हो कि के देखिरहेको छ अनि यहाँ छ हाम्रो मेन चोक है साथीहरू यता छ एकछिन बसेर जाउँ अब ल साथीहरू अहिले चाहिँ हामी ट्याक्क मूलघाटमा आएर बसिरहेको छ है खाजा खानु मूलघाटको पुल यहाँ छ खोला बवाल साउन्ड सुनिरहेको छ हाम्रो दाइहरू यता के गर्दै हुन्छ पनि थाहा छैन म यहाँ छु यस्तो डेन्जर गलिरहेको छ कि यहाँ आउँदा साढे 7 भएको अब हामी पुग्नु अझै 1.5 घन्टा लाग्छ अझै हामी पुग्नु 1.5 घन्टा लाग्छ यहाँबाट माथि कतिखेर पुगिन्छ थाहा छैन लाग्छ नि दाइ उकालो छ नि त उकालो छ यो होइन यो त कुदाइले पुग्छ अनि अब त्यही हो भन्ने केही छैन 7:30 भइसक्यो यहाँ आइपुग्दै अब माथि पुग्दा ओर्दा 8:30 9 बज्छ अनि अघि त इटाडीदेखि यहाँसम्म चाहिँ राइड मैले गरिरहेको थिएँ आहा पलेर खतरा जिउ पनि गरिरहेको छैन अब हल्का पछाडि बस्छु दाइले कुदाउनुहुन्छ स्कुटी चाहिँ सो त्यही हो कम्मरमा छु हामी बवाल खोला गरिरहेछ एकछिन बस्छौँ है खाजा साजा खाऊँ खाजा के आउँछ हेरौँ त्यो पनि हामी चाहिँ अर्डर गरिरहेको छौँ खाजा खाऊँ भनेको त खाजा त यस्तो भयो त खतरा दाइ कसको हो यो खाजा यस्तो हालेको थ्याङ्क यू दाइ ल खाजा भनेको त माछा पाएछ माछा चाहिँ खानु ल केही छैन खाऊँ अनि जाऊँ त्यस पछाडि ल आउनु बर्थडे एकछिन है चेस ह्यापी बर्थडे ल आउनु दाइ ल आइज ल नाइस चाकोमै मुलघाटको बाइट खतरा मुलघाट हो होइन कम्मरको खाइ है वाह धेरै देखाउनु हुँदैन भुँडी दुख्छ भयो धेरै देखाउनु हुँदैन भुँडी दुख्छ खाइसकेर भेटौँ या साथीहरू खतरा अहिले चाहिँ हामीले के माथि आइसक्यो होइन हल्का रेस गरिरहेको छु मुलघाटबाट खाजासाजा खाएर हिँड्यौँ यहाँ छ गाडीहरू यहाँ मैले कुदाएको दाइहरू यहाँ हुनुहुन्छ ट्याक्क लाएर पारि अलिअलि ढिलो देखेको ढनगुडा हो यहाँ चाहिँ स्कुल र मन्दिर रहेछ होइन भन्ने केही छैन जाउँ अब सुइसी कस्तो हुन्छ एक्चुअली यहाँ चाहिँ हल्का रोड हेरौँ न होइन राति घुम्दै धेरै तलबाट यहाँसम्म आएको घुम्दै यस्तो डेन्जर त्यही हो साथीहरू है ट्याक्क बाखर हेरौँ यहाँ चाहिँ हाम्रो बेला र बाखर चोक छ अनि त्यो चोकबाट हामी छिर्नु पनि तलतिर हो होइन सो त्यही हो अब बाटो हेरौँ बाटो खाना सेलासेको भन्दै हुनुहुन्छ यार दाइहरूले हामी आउँछ खाना पकाइराख्नु भएको छ अरे होइन गाउँघरमा ट्याक्क मेसमा जानुपर्ने जाने सुरुमा रोकौँ न एकछिन यार बाटो देख्नु सक्नुहुन्छ यार यता बास गाडी छ यस्तो जानुहोस् दाइ बाटो त नि एटरेका हट्नु है दाजु अनि सक्छ त हेर्नु न बाटो गाइस साथीहरू कता लाग्यो दाइले यता लाग्यो कता लाग्यो यार यता पो लगेछ दाइले तरिका अनि यस्तो उछिटिन्छ अनि खतरा 3टा गाडी यही छ त ल यार छ्या म झरेन झर्ने त ल सबैलाई आइदिउँ मिस्त्री स्कुटी एउटा यहाँ छ
त्यो डबल स्टेल लाग्दैछ त्यो स्कुल कुदाउनु त यो मजा आउँदो रहेछ तर यार बाइक जस्तो फिल हुने क्या सिट पनि त्यस्तो छ नि त मजा खाना सेलासो गरेर अब खाना खानुपर्छ आजको भ्लग चाहिँ यहीँसम्म हुन्छ है हाम्रो ल हाम्रो दाइलाई बेलारमा स्वागत छ नयाँ आउनुभएको भएर ल खतरा सबैजनालाई वेलकम टु बेलारा होइन आज हाम्रो भ्लग यहीँसम्म हुन्छ सबैजनालाई बाई बाई गाइज अब भनिराख्नु पर्दैन होला के गर्नुपर्छ भनेर अब भोलिको भ्लगमा भेटौँ के कस्तो हुन्छ है आजको भ्लग यहीँसम्म हुन्छ